लो भर्खर हेरेको रिल्स कता गयो? के भयो? के खोजेको त्यसरी? ए मैले हेरेको रिल्स हरायो। रिल्स पो हरायो? नास, यो रिल्स एकदम इम्पोर्टेन्ट छ। के थियो र त्यस्तो इम्पोर्टेन्ट? ल त्यो रिल्स खोजेर दे मलाई। भेटाएन मैले त। मलाई जसरी भए नि चाहियो। जब एउटा रिल्सको लागि मलाई हात हाल्नु भयो। ल हात होइन लात पनि खा। ल लास्टै टाउको दुखो, एकछिन सुत्छु। मलाई पैसा चाहियो। पैसा? किन चाहियो पैसा? बिरालोले मुसा ठटाएको होइन मलाई। ल रोकी। मेरो चस्मा। हर कुत्ते का दिन आता है भन्थे, हो रहेछ। छिछि म कुत्ता हो र मेरो दिन आउनलाई? म त मान्छे हो, मेरो दिन आफै आउँछ, जस्तो कि अहिले आज। मेरो चस्मा खोज्दै भनेको सुनिनस् ह? पैसा डबल चाहिन्छ। 1000 को साट्टो 2000, अनि बल्ल तपाईको चस्मा तपाईको हातमा हुनेछ। रे तो एल लग गए। मैले मेरो चस्मा त भेटाए, तर तेरो आत्माले तेरो शरीर भेटाउने छैन। अब मलाई केही फरक पर्नेवाला छैन। म ढुक्क छु। ढुक्क छु? के कुरामा ढुक्क भइस्? अब के गरौँ? हेलो एम्बुलेन्स, मेरो घरमा आउनु पर्यो, छिट्टो, इमर्जेन्सी छ, छिटो। मैले कुटेको पनि छैन, एम्बुलेन्स चाहिँ? तपाईलाई के थाहा 4G भन्दा 5G कति फास्ट हुन्छ? के भन्न खोजेको? तपाईले कति बेला कुट्नुहुन्छ, कति बेला एम्बुलेन्स आउँछ, अनि कति बेला हस्पिटल पुग्छु। अघि जसरी कुट्नु भयो मलाई, त्यो अनुसार मेरो धैर्यता सक्यो। सायद अब हाम्रो भेट हुने छैन। बाबु! अघिको रिल्स भेटियो। अरे चार सक्यो। अझै लाइन गयो। आखिर के रहेछ त्यो रिल्समा?